बाबा तपाईँ जस्तो मेरो छोरी छ र पनि हेलो 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 सिलाउ सबै साथीहरूलाई फेरि पनि स्वागत छ है। आज सानो ब्लगमा आज चाहिँ म यता के भन्छ छतरजोरपाटी गाउँपालिकाको चुलाचुलीतिर म जाँदैछु। आफ्नै ठाउँतिरको सानो एउटा भिडियो लिएर आऊँ कि भनेर म आएको छु। सबैजनाले माया गरिदिनु होला। हाम्रो यो बाटो चाहिँ एकतिर भत्किँदैछ, एकतिर निर्माण गर्दै हुन्छ। अस्ति भर्खर बनाउँदै म आउनु भएको थिइनँ, अहिले निकै राम्रो बनाइसक्नु भएको रहेछ। हेरौँ कुन गुणस्तरको बनाउनु भएको छ बाटो। बनाउनु चाहिँ बनाउँदै हुनुहुन्छ। म आज चाहिँ एउटा सानो काम विशेषले एकछिन म चुलाचुली झर्दैछु। चुलाचुलीसम्मको मात्रै यात्रामा झर्दैछु। हाम्रो यो बाटो चाहिँ अस्तिसम्म चाहिँ निकै छिटो बन्दै थियो, अहिले चाहिँ निकै भएछ स्थगित गर्नुभएको। यहाँ काम बन्ने गरिन्छ। हाम्रो एकजना यो ठाउँमा अलिकति कृषिमा केही गरौँ भनेर लाग्नु हाम्रो एकजना अङ्कलको चाहिँ यहाँनिर निकै एउटा टनेलहरू पनि छ। उहाँको घर पनि एकदम राम्रो खालको छ। यहाँ विभिन्न अस्ति हामी हेर्न आउँदाखेरि विभिन्न किसिमको सब्जी तरकारीहरू फलफुलहरूको खेती गर्नको लागि ब्याडहरू ठिक्कै रेडी थियो। भोलि पर्सि हामी कुनै एक दिन उहाँको त्यो उत्पादन हुने बेला अथवा केही फलहरू फल्ने बेला यसो आएर हामी एकचोटि फेरि हेर्छौँ। अस्ति आएको थियौँ हामीले, अस्ति चाहिँ भिडियो खिचाएको थिएनौँ। पछि चाहिँ अर्कोचोटि आउँदा फेरि भिडियो खिचाउँला। त्यतिखेर यहाँ म चाहिँ देउराली आइपुगेँ। एकदम गर्मी छ आज। लगभग यो बाटो बनाउनुको लागि चाहिँ सबै धेरैवटा गाडी आउनु भएको रहेछ। सबै यहाँ अलकत्र झार्नुको लागि आउनु भएको छ। त्यही भएर एकदम गाडीको भिड छ यहाँ। बाटो निर्माण गर्नको लागि भनेर होला सबै भत्काउनु भएको छ। बाटो चाहिँ अप्ठ्यारो लागिरहेछ। अब लगभग यो छिटै बनाउनु हुन्छ होला। जो सामग्रीहरू पनि ढुवानी गरेर झार्दै हुँदो रहेछ। अर्कोचोटि छिटै नै राम्रो बाटोमा हिँडेको यसो यहाँको फेरि पनि भिडियो ल्याउनु पाऊँ। यहाँको स्थानीय निकायले अलिकति छिटो काम गरिदिनु भयो भने म अलिकति पछाडि यसो राम्रो बाटोमा कुदेको भिडियो हाल्नेछु। यो बाटो चाहिँ धेरै नै परिचित बाटो भनौँ न। सानोमा लगभग यहाँदेखि हामी माथि चुलाचुली आसपासमा आइपुगिसकेँ। चुलाचुली आउनलाई हाम्रो घरदेखि लगभग झन् 1 घन्टा हिँड्नु पर्थ्यो। यो बाटो चाहिँ मैले भन्नुपर्दा 10 वर्ष चाहिँ यो बाटो हिँडेर मैले यहाँ शिक्षा लिएर मैले यहाँदेखि बाहिर अन्य ठाउँमा पनि गएर थिएँ। यो बाटो चाहिँ एकदम परिचित भनौँ न। सानैदेखि 10 वर्षसम्म चाहिँ मैले यही बाटोमा हिँडेर भनौँ न माध्यमिकको पढाइ चाहिँ मैले पुरा गरेको थिएँ। सानोमा डेली हिँड्ने बाटो भनौँ यो अहिले। पहिले हामी हिँड्दा त यस्तो थिएन। सुरुमा मैले थाहा पाउँदाखेरि यहाँ सडकै पनि थिएन। पछि आएर अलिकति सडक बन्यो, त्यहाँदेखि पछाडि आएर अलिकति यो सडक बन्दै अहिले अलिकति भिन्न देखिएको छ। पहिले सुरुमा हो भने चाहिँ हामी यो सडकै नबनिकनदेखि नै यो बाटोमा चाहिँ हिँडिराखेको हो। त्यही भएर पनि अलिक परिचितै बाटो भनौँ न। अहिले चाहिँ धेरै परिवर्तन भइसकेको छ।
लगभग धेरै नै भइसक्यो मैले यहाँदेखि यहाँको पढाइ सिद्धेर यहाँदेखि निस्केको। यहाँनिर चाहिँ एउटा राम्रो चिया बगान पनि छ। यहाँ अहिले चाहिँ त्यति उ गरेर छ, अलिकति कलमै भर्खर काट्नु भएको रहेछ, त्यसले गर्दाखेरि त्यति राम्रो गरी देखिरहेको छैन। अब यहाँ चाहिँ एउटा हाम्रो के भनौँ न चियाको उत्पादनको लागि राम्रो सम्भावना पुगेको ठाउँ छ। यहाँ निकै ठुलो एरिया छ, निकै तलसम्म छ यो। आज कता पुग्नु? ए आज यता एकछिन यहाँ तलतिर त्यहाँ बिहेमा एकछिन निस्किनु कि भने हजुर एकछिन निस्किनु पर्छ हजुर। कता लाग्नु भयो दाजु? म चाहिँ चुलाचुली बजारको छेउछाउ आइपुगेँ। चुलाचुली बजारै आइपुग्यो भन्दा नै भयो। चुलाचुली बजार आइपुगेँ। हाम्रो चुलाचुलीको चाहिँ चुलाचुली मावि भनेर अहिले उच्च मावि भनेर चिनिने स्कुल यहाँ छ। 10 वर्ष मैले अध्ययनरत गरेको स्कुल। अहिले पनि कहिले कहिले आएको बेला यसो निस्किरहेको छु। यहाँ छ भरे अलिकति टाइम भयो भने म यहाँ पनि भित्र पसेर तपाईँलाई थोरै भिडियो देखाउँछु। यहाँनिर एउटा मन्दिर छ हाम्रो। यो पहिलेदेखि हामीले सुरुमा थाहा पाएदेखि नै यस्तै थियो, अहिलेसम्म यस्तै छ। यहाँ चाहिँ एउटा पहिले हामीले पढेदेखि नै सानैदेखि थाहा पाएदेखि नै यहाँ एउटा पोखरी छ। यहाँ चाहिँ अहिले धेरै राम्रो कमल फुलहरू रोप्नुहुन्छ। यहाँ राम्रो फुलिरहेको हुन्छ। अहिले यहाँ सानो मन्दिर जस्तो नाग मन्दिर भन्छ अथवा के होइन, त्यो पनि निर्माण गर्नुभएको छ। राम्रो छ यो एरिया। म चाहिँ अहिले चुलाचुलीको यो पोखरीको एरिया आसपास छु। अहिले राम्रो व्यवस्थित गर्नुभएको रहेछ, वरिपरि कम्पाउन्ड गर्नुभएको रहेछ। अलिकति यहाँ केही बालबालिकाहरू आएर यताउता यो फुल राम्रो फुलेको छ। यसको उयसले गर्दाखेरि दुर्घटना हुन्छ होला भनेर उहाँहरूले राम्रो गरी कम्पाउन्ड गर्नुभएको छ। फुल एकदम राम्रो फुलिरहेछ, कमल फुलहरू। भित्र पसेर हेर्नु नपाए पनि बाहिरबाट एकदम रमणीय खालको देखिरहेछ। म चाहिँ अहिले छतरजोरपाटी गाउँपालिका ताङखुवा स्वास्थ्य चौकी छतरजोरपाटी 3 धनकुटाको कार्यालय आसपास छु। यहाँ चाहिँ यो पहिले यो हस्पिटल पहिले बनेको थिएन। पहिले चाहिँ यताको मात्र थियो, हामीले थाहा पाउँदाखेरि यिनीहरू मात्रै थियो। अहिले चाहिँ यहाँ पनि निर्माण गर्नुभएको छ। राम्रो छ। गर्मी चाहिँ एकदम गर्मी रहेछ माथि भन्दा यहाँ। बेहुलीलाई नचाउनु एकपल्ट। म चाहिँ अहिले चुलाचुली स्कुलको एरिया आसपास छु। टुडी खेल यताउति छ। यो सानो हामी यहीँ खेलेर यताउता गरेर यही स्कुलमा पढेर हामीले शिक्षा हासिल गरेको थियौँ। यो मन्दिर पहिले चाहिँ खुलै हुन्थ्यो, प्राय अहिले चाहिँ गेट लगाउनु भएको रहेछ। अहिमानेश्वर शिवालय मन्दिर हो यो। पहिले हामी
स्कुल पढ्ने टाइममा चाहिँ यो अलिकति असुरक्षित थियो, किनकि यहाँ 24 घण्टा यो मन्दिरको आसपासको सबै ढोकाहरू खुल्ला हुन्थ्यो। अहिले चाहिँ अलिकति व्यवस्थित गर्नुभएको रहेछ। धेरै पछि यो मन्दिरको छेउछाउ आइपुगेको छु, नभए यताउति आइराख्दा पनि खासै त्यति म यो मन्दिरको आसपासमा आएको थिइनँ। चुलाचुली मावि छु देखिरहेछ है। पहिले हामीले पढ्दाखेरि यो भवनहरू निर्माण भएको थिएन, अहिले चाहिँ यो भवनहरू निर्माण भएको छ। प्लेग्राउन्ड स्तरको यो बालबालिकाहरू खेल्ने गरेको यहाँनिर निर्माण गरिएको छ। चुलाचुली बजार राम्रो देखिन्छ। म चाहिँ तलबाट अलिकति दुःख गरेर माथि चुलाचुली बजार सबै देखिने ठाउँमा आइपुगेको थिएँ। लगभग हाम्रोतिर कति साह्रो खडेरी लागेको छ भने चाहिँ यहाँ हेर्नु न, यहाँ सब्जी रोप्नु भएको छ, बन्दाकोपीहरू। यो पानी चाहिँ नआएर पुरै सुकिरहेछ, ओइलिरहेछ है। म यहाँनिर देखेँ तपाईँलाई हाम्रो चुलाचुली कस्तो देखिन्छ त्यो म ठ्याक्कै देखाउँछु त। सेवा है सेवा उता सरी अरे सेवा है आन्द्रुम लिम्बुमा चाहिँ ए सेवा र म चाहिँ भाइ सुन्दा रक्सी पाउँदैन अरे, दाइले रक्सी खोज्दैन। हजुर अलि खाने के खाएको यो? यहीँ ठिक छ क्या। नत्र बाबा तपाईँ जत्रो मेरो छोरी छ र पनि म त अरू केटीलाई कति माया गर्छु। अनि हामी चाहिँ के गर्नु पर्छ? तपाईँ चाहिँ माया गर्नु भयो। म बिहेमा आएको छु भन्नु थाहा छ। भिडियो बनाउँछु म बाहिरको खिच्दैछु, यहाँ बाहिरको खिचेको त्यो पो डराएछु नि त। हजुरलाई देखाइदिन्छ भनेर